भएको कुरा हो। त्यो भएकै कुरा हो हैन। अब केटीको फ्यामिलीले पनि अब त्यस्तोले पाल्छ, मेरो छोरी अस्ट्रेलिया जान्छ, युएस जान्छ भनेर दिएर पठाउँछन्। ठिकै हो, त्यो कुरा ठिकै हो। मैले पनि बुझेको, मैले देखेको, खुसी लाग्दो रहेछ के साथीहरू हैन यसरी तरक्की गरेको देखेर हैन गाउँतिर आएर। अनि हावा हुन्डेरी आउँदैछ आज। मैले गर्दाखेरि यो ठाउँमा शीतल ल्याइदिएको मैले, मलाई थाहा छ। म नआएको भए यहाँ घाम खतरा हुन्छ, थाहा छ मलाई। म झुट बोल्दिनँ, मैले गर्दाखेरि केटाको मेन्सन हेराउँछु तपाईँहरूलाई होइन। यहाँबाट देख्न सक्नुहुन्छ। यो चाहिँ अब खालि टेम्परेरी मात्रै हो, नयाँ बनिँदैछ झन् खतरनाक। अनि यो चाहिँ मोरङको डे 2। त्योभन्दा अगाडि तपाईँलाई यो झापा हो, झापा के अरे दमक पनि अहिले गाउँमा आएर काम गर्नु सिकेछ। मकै यी सबै मकै तैँले रोपेको होइन? मैले रोपेँ। के भएको? मैले र भाइले के भएको नि यस्तो? असिना पानी हानेर असिनाले बिगारिदिएको। अनुहार त मेरो यहाँ छ नि त। त्यही हो। अब चिया चिया खाने होइन। अनि अलिकति गरम रहेछ। अनि यो चाहिँ कसले रोपेको? करेला मम्मीले। सबै यो करेला हो। तैँले होइन? मम्मीले हो यो त करेला। करेला त्यही त। अनि यहाँ टेन्सनै छैन मलाई, जे पनि खान सक्छु म। जे पनि निकाल्नु मन लाग्यो निकालेर खाइदियो, चराको छोडाएर खाइदियो। खाइदैन चक्लेट खानु मन लाग्यो खोलेर खाइदिइहाल्छु। आफ्ना लोटे चोको भाइ खोलेर हाल्दै भाइ। सो घुम्नु जाने भनेको थियो, बट मौसमले साथ दिएको छैन अहिलेसम्म चाहिँ हामीलाई। अनि देख्न सक्नुहुन्छ तपाईँले यहाँ हाम्रो सर गणेश सरले यहाँ भाँडा धुँदैछ। इज अ भेरी गुड गाई। अहिले धेरै चेन्ज हुनुभएको रहेछ। मौसम इज सो डेन्जर न, पुरा खतरा हावा आइरहेछ। भर्खरै 20लाई पनि धुलाइहाल्यो होइन। खुसी लाग्दो रहेछ क्या साथीहरू होइन यसरी तरक्की गरेको देखेर होइन गाउँतिर आएर होइन। यस्तो मोडर्न सिटीमा बसेर केटा अहिले आएर यहाँ है खेती गरिरहेछ। जे चिज भनेको छ नि, जे चिज मैले एक्सपेक्ट गरेको थिएन यसले त्यो चिज गरिरहेछ, विच इज ड्याम नाइस म्यान। खेती गर्न नआउने मान्छेले खेती गरेको भनेपछि ड्याम भएन। तैँले यो सबै गरेको रोप चोप ड्याम म्यान, खतरा हेर्छ, खतरा माने मैले। अनि हावा हुन्डेरी आउँदैछ आज। मैले गर्दाखेरि यो ठाउँमा शीतल ल्याइदिएको मैले, मलाई थाहा छ। म नआएको भए यहाँ घाम खतरा हुन्छ, थाहा छ मलाई। म झुट बोल्दिनँ, मैले गर्दाखेरि केटाको। के भनेको? गर्मी लाग्यो नि जहिले यहाँ आएर बस्छु कि यहाँ बाँसहरू पछाडि गएर बस्छु। त्यहाँ बस्ने ठाउँ छ? यतिकै खेती हो कि कस्तो मजाले हावा आउँछ है। यहाँ त कटर पनि रहेछ नि त। यो सबै उयो के छ त कटर कसको हो यो चाहिँ? यो पल्लो घरको। यो धानहरू चाहिँ कुन चाहिँ? यो सबै हाम्रो उयो। कसले तैँले रोपेको यो? कसले रोप्छ हो? रोप्नु चाहिँ मैले रोपेको न, छोरी मान्छे लिएर रोपेको। माटो साटो लेबल पार्नु खनखान त्यो ट्र्याक्टरले अरू सबै गरेको मैले। यसमा दबाई हानेको मैले, युरिया हानेको मैले, डिएपी हानेको मैले। अस्ति किराको दबाई हानेको। किराको दबाई हानेन हामी, यो धानभित्र भुस मात्रै हुन्छ किरा खाएर। पँधेराको दबाई हान्नु यस्तो पानी पानीमा गएर हानेको, पासेर खत्तम यतातिर खतरा है। अब के भन्नु, हाम्रो यसको केटाहरूले चिया तरक्की गरिरहेछ, गाउँमै आएर बिजनेस गरिरहेछ, पसल चलाइरहेछ, अब बिजनेस पनि एक्सपेन्ड गर्दैछ। सो त्यो भनेको राम्रो हो। हामी जस्तो चाहिँ भचुवा भएर हिँडेर खाइरहेको। अनि तिमीहरूको यो मात्रै खेत हो? पल्लो छ। पल्लो 1 बिघा हो। 1 बिघा? यो चाहिँ 12 कट्ठा। 12 कट्ठा? ए अनि यहाँ चाहिँ कसले गर्छ नि? यो म आफै। अनि उताको एक्लैले भ्याइदिने सबै? उता यो सबै सकिँदैन नि, उता ठुलो छ। त्यो चाहिँ केमा दिएको? त्यो अध्या। त्यो पालि फर्स्ट टाइम खेती गरेको नि त। हामीलाई थाहा थिएन कति बिउ चाहिन्छ भनेर। हामीले बिउ थोरै राखेको थियौँ होइन। बिउ थोरै राख्दाखेरि यो धान पाएको छ, यो धान निस्केको छैन। के अर्कैको बिउ परेको, योभन्दा ढिलो पाक्छ। यो काट्ने, यो मारिदिने, छोडिदिने अब। किन नयाँ धान रोप्नुपर्छ नि त। अब यो आधी काटेर आधीबाट ट्र्याक्टरले जोत्दैन नि त। यो लोस हुन्छ नि त, एकैचोटि सबै जोतिदिने। यो त अर्को चामल हो? अर्कै परेको यो, मतलब ढिलो हुन्छ त्यसो। यो हिजो बेलुका भएको थियो नि त्यो धान। जङ्गल सफारी चलिरहेछ हाम्रो। यो मसला कुन चाहिँ मसलाको रोप? यो सिद्धा पऱ्यो ठुलो ठुलो सानो सानो उयो। यो सानो यत्रो फुच्चे यो देखेँ। यो हो टिकको, नेपालीमा
भन्छ रङ काठ रङ काठ यो मसला ए यिनीहरूको चाहिँ कति छ प्राइस हो यिनीहरूको एउटा रुखको ठुलो भयो भने 50-60 हजार एउटा 60 हजार किन हो त्यति भाइ एउटा रुखको यो मोटो भएर राम्रो भएर 3-4 वटा 5 वटा बेड बनाउँछ एउटा बेडको 15,000-20 हजारमा बेच्छ अनि के त लो बेडमा कति झ्याल्छ साइडको त आधी र प्लाई त हो अनि त्यही भएर यसको यति एक्सपेन्सिभ है यो सबैभन्दा धेरै सखुवाको महँगो हुन्छ सखुवाको त लाख रुपियाँभन्दा धेरै पर्छ हो सखुवाको रुख यहाँ कहीँ छैन टुना हेर्छ म अहिले यहाँ काट देखाउँछु हामीहरूकोमा पहिला हुन्थ्यो अहिले छैन ए म फोनमा बिजी छ साथी त उता पुगिसकेछ क्या अब जे भए पनि गणेशले चाहिँ गरिरहेको छ हेभ सिन है गेन लट्स अफ नलेज भनौँ न अब यो एग्रिकल्चरको बारेमा त्यही हो हुनु त त्यस्तो पर्छ अनि यहाँ यो के भएको मकै सेट म्यान हेर यहाँ असिनाले अस्ति बिगारेर असिनाले गर्दाखेरि सब बिगार्दैछ क्या यो मकै के भयो असिनाले हान्यो भने यस्तो हुन्छ सानोमा कत्रो ठुल्ठुलो असिना यसलाई बेल भन्छ है बेल भन्छ इङ्ग्लिसमा के भन्छ मलाई त्यो भन्छ नि बेलसँग बिहे गरिदिनु भने के हो यो बेलका रुखसँग बेल बिहे भनेको बेलको रुख होइन बेलसँग चाहिँ बिहे गर्छ एउटा अनि कुहिएर झऱ्यो भने झरेकोसँग उयो गर्छ होइन उयो गर्छ यो फुट्यो भने चाहिँ उनीहरूले सेफली राख्छ फुट्यो पोच्यो भने चाहिँ अनि के हो भने सो हाम्रो साथीले अब तपाईँहरूलाई देखाउँछ कसरी खान्छ बेल घरमा लगेर खाने नि जुस बनाएर खानु आज के भएर हो खतरा हावा आएर आएछ कि क्या चिसो फिल भइरहेको थियो ओ के हो जहिले पनि यस्तै हो कि यहाँ के हो काठमाडौँको कुल केटा आएर काठमाडौँको कुल केटा आएर यहाँ कुल बनाइदिइरहेको छ झापालाई पनि कपनको हटेस्ट ब्याचलर हो नि त कपनको हटेस्ट ब्याचलर के गर्नु अब ब्याचलर भएर मरिन्छ होला गाउँतिर केटी छैन बिहे गर्नु पर्यो गाउँतिर खै अहिले 12को एक्जाम चल्न आँटेको छ तँलाई थाहा होला सबै घरमा बसेर पढिरहेछन् ए अब नेपालीहरूको अब तँलाई थाहै होला के चाहिँ प्रायः 12 सकेपछि या ब्याचलर पढ्न थालेपछि प्रायः बिहे गरिदिन्छन् है नेपालीहरूको त्यही त हो नि अब जापान युएस अस्ट्रेलियाको केटाहरू आयो बुढो तालु पिलेहरूले भर्खरको केटी बिहार लिएर जान्छन् भएको कुरा हो त्यो भएकै कुरा हो होइन अब केटीको फ्यामिलीले पनि अब त्यस्तोले पाल्छ मेरो छोरी अस्ट्रेलिया जान्छ युएस जान्छ भनेर दिएर पठाउँछन् ठिकै हो त्यो कुरा ठिकै हो मैले पनि बुझेको मैले देखेको फेस गरेकै कुरा हो कि होइन अब जसलाई मेरो छोरी राम्रो ठाउँ जाओस् हुन्छ नि त्यही हो कुरा चाहिँ त्यही हो किनकि अब अस्ट्रेलिया यतातिर छ भने अब होइन इन्कम राम्रै हुन्छ त्यही भएर पनि होला अब जस्तोलाई पनि दिइराखेको हुन्छ इन्कम जस्तो त के भन्नु अब उनीहरू सेटल हुन्छ नि त होइन इन्कम अब यहाँ पनि कमाउँछ नि कमाउनेहरूले त अब अस्ट्रेलिया गएर के गरी कमाउँछ त्यो त सबैलाई थाहा छ आफ्नो उपरमा हुनु त्यो नै हो ठिकै हो लेट्स गो ओके लेट्स गो अब हामीतिर घरतिर लाग्दैछ है अब तपाईँहरूलाई मजा आइरहेको होला पिस आउट मजा आइरहेको होला अझै होल डेको भ्लग कम्प्लिट भएको छैन मेरो भ्लगमा चाहिँ जहिले पनि म भ्लग देखाउँदा आधा देखाउँदैन कि सुरुदेखि अन्तसम्म मतलब होल डेको भ्लग हुन्छ सो होप तपाईँहरूले के गर्नुपर्छ यु गाइस नो इट है घर आइपुगेँ मेरो पछाडि गर्ने सक्नुहुन्छ तपाईँले यो चाहिँ टेम्परेरी हो नयाँ बनिँदैछ उता सो त्यही हो के अरे गणेश यो अलि नि मैले लगाएको 3 दिन भयो 3 दिन 3 दिन भयो किन लगाउने यो चाहिँ किन यो किन लगाएको भनौँ यो धान रोप्ने मोटर चलाउनुपर्छ मोटर चलाउँदा पानी भिज्छ नि त पानी भिजाउनु पर्छ नि अब यो चाहिँ पानी थुन्छ कि यसले योभन्दा यता पानी जान्छ नि यहाँसम्म पानी आउँछ नि मजाले पानी हुन्छ नि माटो भिज्छ गिलो हुन्छ ट्र्याक्टरले जोत्छ अनि रोप्ने साह्रो माटोमा कसरी धान पर्छ त्यो पनि हो त्यो भएर पानी रोकाउनु पर्यो गणेश आलु चाहिँ किन यस्तो राखेको यार कुहिन्छ भनेर कुहिन्छ भनेर ए अनि यो भुस चाहिँ के को ए अनि अरूकोमा राख्न सक्दैन ए त्यही भएर यस्तरी राख्यो भने त कति महिनासम्म जान्छ अरे 6-7 महिनासम्म बिग्रिँदैन है ड्याम म्यान केही त आइडिया पाएँ नि बुझ्नुभयो होला नि कसरी राख्ने आलुहरू काठमाडौँ बसेँ अनि त्यसपछि गाउँ छिर्दैछ अब यहाँ छिरे नि योभन्दा गाउँमा जाने पुरै गाउँमा अरू मान्छेहरू के हुन्छ अरे होइन अरू मान्छे सिभिलाइज हुन्छ नि त
अब जन्मेपछि गाउँमा हुर्क्यो भने बजार जान्छन् पढ्नु, त्यसपछि सहर जान्छन्। यता हेर्न यहाँ भन्नु पर्यो नि। होइन सहर जान्छन्, कलेज जान्छन्, युनिभर्सिटी पढ्नु, अब मुम्बई, दिल्ली, ठुल्ठुलो अस्ट्रेलियातिर जान्छ नि। म चाहिँ अब दिमापुर, त्यहाँबाट अझै राम्रो सानोमै फेरि शिलङ, फेरि अझै काठमाडौँ, अनि अब ठुलो हुँदै गएपछि चाहिँ गाउँ पस्दैछु क्या म। यो भन्दा पनि गाउँमा जाने पुरै इन्टरनेट नभएको केही नभएको। मैले तँलाई यही पठाइदिएको होइन? यही हो त, मुसाले खत्तम हेर्न, सबै मुसाले खाइदिएको। ए सबै खत्तम गरेर कति कपडा चाहिँ सबै मुसाले खाइदिएको। बुधी रोप्ने बास, बुधी रोप्यो भने फेरि रोपिन्छ यसको। सो यो चाहिँ बिउको लागि है? बिउको लागि। अनि घरको पछाडि नै हाम्रो यहाँ कोलाको बोट छ, यो फल्छ यहाँ बनाना। मम्मी कोला थियो त सूर्यलाई दिनु। करेला, गाउँको करेला। बस्कर पग्ले गाउँको मजा लिइरहेको छ। गाउँमा पनि यस्तो दामी बाटो रहेछ झापामा है, मलाई थाहा नै थिएन। सो इट इज नाइस एक्चुअली। यो कुन ठाउँ हो? यो उर्लाबारी आइपुग्नु आँटे हो, हामी आइपुग्न आँटे। फाइनली हामी उर्लाबारीमा छौँ। उर्लाबारीमा एउटा दाइलाई वेट गरिरहेछ। अनि त्यो दाइ आएपछि दाइसँग सँगै गइन्छ होला। त्यही हो, उर्लाबारीमा धेरै गरम रहेछ। सोचेको भन्दा धेरै नै गर्मी रहेछ। ए ठाउँको नाम के अरे? सिजुवा है। सो हाम्रो सिजुवाको राइड सुरु भइसकेको छ। कतिजना तपाईँहरू सिजुवा गएको छैन होला है। सो टुडे विल बी सोइङ यु। सिजुवामा पनि सानो बजार पनि रहेछ, चेकपोस्ट एउटा मार्केट रहेछ यो सानो। सो फाइनली पुग्यो मामा हो। सपिङ हुँदैछ यहाँ। 155 यति नै गर्मी हो आमा यहाँ? असारमा बस्नु अहिले योभन्दा गर्मी हुन्छ? यहाँ एउटा कोक हालिदिनुहोस् न हो, हावा पनि आउँछ होला। पानी आयो भने आउँछ, पानी आएन भने आउँदैन। म काठमाडौँतिर। काठमाडौँमा त आमा जाडो गर्छ। जाडो छ। भयो है सबै। अब गणेशले सपिङहरू गर्यो है घरको लागि। अब पाहुना गइँदैछ त केही त लिएर जानु पऱ्यो नि होइन। सबै त्यसले लग्यो। अनि यता हेर्नु सक्नु तपाईँले ब्युटिफुल भ्यू, खेतै खेत, कतापट्टि झन् खेतै खेत। आमामा क्या दामी क्या। वाउ, यहाँ हो। ए हुन्छ ल। Such a beautiful गाउँ here. देखिरहेछ अब वासरुम जाने। गाउँ चरिँदैछ। Today is one of the best day of my life. यति खायो नि यति खायो, पेट यति भइरहेको छ। So I hope तपाईँहरूलाई यो भिडियो मन पर्यो होला। So if you do then you know what to do. So अब चाहिँ म सुतेको हो। भोलि मेरो राइड छ दमक टु काठमाडौँ। So peace, good night.